रबिना हाइब्रिड रोपेर छिटो भएको दुईजना मेन रुपारी दुईजना मेन लाठे दुईजना गोरु दुईजना गोरुले यहाँ दाँते त्यसरी पोलाउनुहुन्छ। यो हिलोले उयो लागेपछि पानी धुँदा साला सुरु जान्छ त्यतिमै खुसी लाग्छ। लहरों में खोई हूँ बूंदे यार हेलो साथीहरु सबैजना नमस्ते अनि स्वागत छ तपाईहरुलाई मेरो यो अर्को नयाँ भिडियोमा। साथीहरु दाजुभाइहरु दिदीबहिनीहरु म चाहिँ अस्मिता राई ओखलढुङ्गाबाट। आशा गर्दछु हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ एकदम सन्चै नै छु। अनि हेर्नु न यति चिटिक्क भएर कहाँ हिँडेको भन्ने कुरा तपाईलाई थाहा भइसकेको छ। म चाहिँ यहाँ धान रोप्नुको लागि हिँडेको साथीहरु। अनि यहाँ भिडियोको इन्ट्रो बनाएर जाम भनेर बनाउँछु। अनि यहाँ चाहिँ मेरो प्लास्टिक छ, मेरो क्याप छ, अनि के छ त्यही हो मोबाइल बोक्ने झोला छ। अनि त्यही हो साथीहरु, अन्तिमसम्म भिडियो हेरेर मजा लिनु होला। तपाईहरुकोतिर रोपाइ सुरु भइसक्यो होला। हाम्रो पनि अस्तितिरदेखि नै भइसकेको, तर म चाहिँ फर्स्ट टाइम आज जाँदैछु। अस्तितिर चाहिँ म ग्याप भएँ। हाम्रो चाहिँ छैन, हाम्रो चाहिँ अलिक अब 20-22 तिर मात्रै। अब अरूको आज पनि हाम्रो प्रज्ञाजहरूको जाँदैछु। अनि भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अनि नयाँ हुनुहुन्छ भने च्यानलमा जोडिनु होला, सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। जे कुराहरू गर्न सक्नुहुन्छ त्यो सबै कुराहरू गरिदिनु होला भनेर अनुरोध गरेँ। अनि त्यही हो, हिँड्छु ल। यसरी बस्यो भने अहिले फेरि भोलि पर्सि मेरोमा पनि 12 बजे आउनुहुन्छ भने मेरो हात चाहिँ एकदम हल्लिन्छ। त्यही माथि पनि यस्तै हो साथीहरू। तपाईहरुकोतिर चाहिँ कति बजे काममा हिँड्ने चलन छ? हाम्रो चाहिँ 10 देखि 11 बजे भित्र चाहिँ जानुपर्ने हुन्छ। अनि त्यहाँदेखि उता चाहिँ खासै हुँदैन भनौँ न। त्यही हो, इन्जोय गर्नु होला भिडियोलाई हेरेर। त्यही त भन्नु होला नि, हैन? के भन्नु अरू त। देउरालीको बाटो जाँदैछु एक्लै। सबैजना अघि गइसक्नु भयो होला। म एक्लै जाँदैछु यता। बर्खा लाग्यो हेर्नुहोस् त, खोस्पुको प्रज्ञाहरूको बारीमा बर्खा रोप्दै हुनुहुन्छ क्या। म ढिलो आएँ, केही छैन, ढिलो नै आए पनि के भन्नु र। 10:30 हुँदैछ। यस्तै हुन्छ। म चाहिँ खाना चाहिँ अघि खाएको, के गर्छु अघि ढिलो हुन्छ। के आएर पनि सुरु गरेछ नि त, ठिकै छ, केही पनि भन्दिनँ म। बर्खा लाग्यो आइरहन पाउँदिन साइला दर बोल्छ त प्रज्ञाको बहिनी। रबिना हाइब्रिड रोपेर छिटो भएको हो ल। तिमी चाहिँ के बोकेको प्रज्ञा? मल हो, रन्स गाह्रो छ हो। राइचिमेलो हो।
मान्छे वाउ हाम्रो गोरुले खाइदिन्छ है उत्पन्न हुने त्यो उत्पन्न भएकोलाई म बाहिर गर्न सक्दिनँ तपाईँको त्यो यहाँ हेर्नुहोस् साथीहरू यो चाहिँ हाइब्रिड हो हामी हाइब्रिड रोप्दैछौँ आज प्रज्ञाजीहरूको चाहिँ हाइब्रिडको चाहिँ कति धेरै जरा हुन्छ यसलाई चाहिँ एउटा एउटा रोप्नु पर्ने रे टाढो टाढो रोप्नु पर्ने रे जे होस् मजा छ औ है सुल्लुलु ओ माई गड कोडालीले स्विमिङ खेलेछ त डिएपी लाउनु पर्छ हाइब्रिडमा चाहिँ रे नाच केटी हो है यसरी निलो पानी वाचर यसले कहाँसम्म पुग्छ हो पुग्छ नि यसले वाचर त नि एकदम घोर्ली बाख्रो खोइ भन हो एउटा रोक्नु पर्ने रे टाढो टाढो एकछिन सकिन्छ हेल्स गर्नु न मलाई हेल्स डार्लिङ लु अब फेरि आली लक्चाउने होला नि रोपारी त फुर्सद एकछिनमै हो राइजी हो तारे सिन्दुरे हो रमाइलो हुँदैछ यहाँ हाम्रो प्रवीणा कस्तो लाग्दैछ आज भन त मलाई आज चाहिँ हाम्रो चाहिँ यहाँ बसाइ मात्रै हुँदैछ साथीहरू एकैछिनमा पसेको बित्तिकै निस्किन पाइने खालको धान रोप्दै हुनुहुन्छ नि त त्यही भएर के भन्न चाहनुहुन्छ रोपारीहरू निशब्द छौँ म निशब्द छु यो तिम्रो उलाई चाहिँ उ गर नै छेद्याउ लाग्यो यस्तो राम्रो मान्छेलाई माइजूले त मेरो बिल्ला मेरो बचपनको कुरा गरेर जसलाई पनि होइन नि बिल्ला होइन यस्तो हुन्छ नि त बचपनमा कस्तो हुन्छ भनेर कसैलाई थाहै हुँदैन रमाइलो लाग्छ कि कसैलाई सुन्नु मन लाग्छ सुन्नु मन लाग्दैन तिमीलाई चाहिँ म त सुन्नु मन लाग्छ एउटा गीत गाउन सबिन राईको तिमीहरू चाहिँ यसो गर न कन्सर्ट हात हल्ला है
खै वा कति राम्रो अन्त यसो गर न माइजू पश्चाताप छैन कुनै यहाँ खुसी छौ हामी छौ जहाँ देख्ने थ्याङ्क यू हाम्रो एकदमै चर्चित गायक सबिन राईलाई धेरै धेरै धन्यवाद छ हाम्रो रिक्वेस्टलाई स्वीकारेर यहाँसम्म आएर यसरी दर्शकहरूलाई मनोरञ्जन दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो त मेरो अब यस्तै हो सहयोगी भावनाको मान्छे म ठिक छ खालकोलाई चाहिँ यसरी परालले बान्नुभएको रहेछ अलिक छोटो छोटो भएर होला हाम्रो माइजले है साथीहरू यस्तो हुँदैछ है यहाँ बसाइ मचिरहेछ दुईवटा चिगम फुलाउँदै हुनुहुन्छ यस्तै छ आजको वक्तित्व कलामा हाम्रो रोनिका राईलाई स्वागत गर्न चाहन्छु। प्यारी आमाका सुनौला कि प्यारी आमाका सुनौला कि गाउँमा बस्नु भयो त सहरमा बस्नु मिस गाउँमा बस्नु भयो त सहरमा बस्नु मिस धन्यवाद कार्यक्रम सञ्चालक हेर्नुहोस् गाइजहरू हाम्रो प्रवीणाले यसरी आफै यति धेरै रोपिसक्नु भएको छ उहाँलाई रोप्नको लागि तपाईँहरूलाई चाहिएमा सम्पर्क गर्नुहोला भनेर भन्न लाठेमा पर्नुभएको छ रोनिका राई त्यसै गरी प्रजा माइजू त्यसै गरी कान्छी मैजू लगायत सम्पूर्ण प्रज्ञा राई पनि लगायत यहाँ ब्रिज हो नि त खोला भनेको थाहा छ खोया है खोया है खोया है खोया दिल से लहरों में खोई हूँ बूंदे मन चञ्चलले मेरो पारा यस्तै छ तिमीलाई जस्तो देखा थिए मेरो जोबन यस्तै छ शिरमा शिरबन्दी मेरी मायालाई उपहार छड्के गलबन्दी मेरी मायालाई उपहार छड्के गलबन्दी उठाउने रे एबाट उठाउनेले हात उठाउनु हुन्छ थ्याङ्क यू कान्छी सधैँ यसरी नै को 12:30 बजेको छ एकदमै फ्रेस खोलाको चिसो पानीमा डुबाइएको डिउबाट होइन म होइन हो भन्दै आउनुभयो कताबाट यतैबाट ल गर्नु
बिहान पख झुल्किन्छ घाम खाजा खाने बेला भयो गाइजहरू भयो भयो हजुर यति हुँदैछ यहाँ हेर्नुहोस् त ढुङ्गे धारामा खर्चायो सक्नु भएको हात खुट्टा टक्क लगाएर धोएर चाहिँ यो हिलोले उयो लागेपछि पानी धुँदा साला सुरु जान्छ त्यतिमै खुसी लाग्छ थ्याङ्क यू रोनु धन्यवाद यस्तो छ अब हामी चाहिँ साथीहरू सुलुलुलु अम्म कता हो हाम्रो स्टेज पानी छैन माथि पानी छैन ए म त यताको भयो मेरो त चप्पल यो क्याप पनि यही लडोस् नै काम छैन खाजा सातु चामल खाम त अब टक्क लाएर सातु चामल खाएर चाहिँ हामीले चाहिँ टक्क लाएर साथीहरू वाउ हेर्नुहोस् त गाइज यस्तै छ हाम्रोतिर चाहिँ खाजा ल यसपालि हाम्रो पनि खाजा यस्तै यस्तै होला जस्तो छ यो चाहिँ साथीहरू त्यो अस्ति नैको हाम्रो के अरे गाउँहरू हामी पानी भई काटेको गाउँहरू है गाउँहरूको चाहिँ यस्तो बन्छ हाम्रोतिर मुखुन्ड मुखुन्ड दिस इज अ मुखुन्ड हाम्रो पनि रोटी पोल्ने मान्छे छैनन् यस्तै गर्नुपर्छ के गर्नु र जिन्दगीमा
तर पनि जाड खन्चुवामा पर्दिनँ नि त, म जाड खाँदिनँ नि त, त्यो कुरा भनेको। खन्चुवा त खन्चुवै हो म। साथीहरू अहिले चाहिँ हामी चाहिँ अब खाजा खाएर अब फेरि स्टार्ट गर्नु आँटेको छौँ। अनि यो अवस्थामा हाम्रो साथीहरू विश्रामपछि पुनः स्वागत छ तपाईँहरूलाई हाम्रो यो भ्लगमा। अनि तपाईँहरू चाहिँ के भन्नुहुन्छ? रन्स के छ? खाएपछि त यार कस्तो प्यात परियो त हौ, सुत्नु मन लाग्यो। मन पो लागेको हो त, मन लागेको त्यही त। यस्तो हुँदैछ साथीहरू, चिटिक्कै चिटिक्कै सिरिरिरी राख्छु यार। मन पसिनै सक्यो, अब के भन्नु। कान्छु यतातिर पनि रोप्नु, यहाँ एउटा रोप्ने ज्ञानी मान्छे हो, त्यहाँ एउटा अनि त्यहाँ बिचमा हो। त्यो त बाक्लै हुँदैछ मेरो त यार। बाक्लो रोप्दिनँ भन्दा नि बाक्लै पस्छ त, के गर्नु। भोलि पर्सि यो आब्जासे के आब्जासे दिउ जस्तै दिउ बाक्लो रोप्दा नहुने फेरि पातलो रोप्दा नि अब यो पातालै रोप्दाखेरि गाँस आउँछ अरे नि त। मरेर मान्छे बाँचेको छैन। यो जुनीमा यस्तै भयो, अर्को जुनी भन्ने एउटा गनी लिप्ती नै गुसु दिम दिसु। कस्तो हुँदैछ प्रज्ञा? यस्ता नाथे हिलो होइन। दुईजना गोरु, दुईजना गोरुले यहाँ हो रहेछ। यसरी पो हामी यस्ता नाथे फोक्टा त यो। तपाईँहरूले के गर्नु र? दाँदे त यसरी पो लाउनुहुन्छ। यो मुनि चाहिँ हाम्रो ह्याप्पी इन्डिङ हुन थालेको छ साथीहरू। यहाँ हेर्नुहोस् त, तल एकैछिन हुने, अब माथि अलिअलि छ। म तपाईँहरूलाई देखाउँछु ल। आज हामीले रोपेको हुन त हेर्दै हुनुहुन्छ, त्यही पनि यहाँबाट यस्तो देखिन्छ। चिरिप्प चिरिप्प। फेरि के हो क्या यो चाहिँ? आना मिना दिउँ खेला चाहिँ जिङ है। तल सकिएपछि चाहिँ यता हामीले चाहिँ अब गर्नुपर्ने छ साथीहरू भनेर प्रवीणाले यहाँ सोच्दैछ। कति बेला सकेर घरमा गएर कुखुराको मासु खानु भनेर सोच्दैछ प्रवीणाले। के खाने रे? भाले काट्ने रे त हैन, निङ्गुरे। ल ल ल ल ऊ यहाँ यति अनि यहाँ छ अलिअलि पाखामा। यो 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 अब बस्तुलाई घाँस दिउँ कि आशीर्वाद दङ होला। ठुस हाम्रो अब इन्ड भइसक्यो। यतासम्म मेरो बहिनीहरू प्रिय प्रज्ञा राई, प्रिय रोनिका राई। कस्तो लाग्दैछ? अनि दामी लाग्दैछ, वाउ लाग्दैछ।
अब त्यहाँ सानो फोक्टा छ अनि त्यसपछि चाहिँ हामी घर जाने साथीहरू ह्याप्पी ह्याप्पी इन्डिङ ह्याप्पी ह्याप्पी इन्डिङ ह्याप्पी यहाँ कुकुले बनाउँदै हुनुहुन्छ आफ्नै पारामा टग्गु आन्टीले भनेको भन्दा आन्टीको टाउकोमा आउँछ रे कस्तो खालको उयो हो अनि आन्टीले भन्नुभएको झ्याम्पुतेली हो सुरुमा आन्टीले त भनेको हैन झ्याम्पुतलेहरू यसरी बाँच्दै बाँच्दै गर्दैछन् साथीहरू ओहो यो त यहीँ रहेछ नि त झन्नै हिँड है केटाकेटी हो अब घर जानुपर्छ यो मल के मल हो यो अनेक अनेक हाल्नुपर्ने यो हाइब्रिडमा चाहिँ यस्तो हाल्नुपर्ने रहेछ अनि पछि पनि हाल्नुपर्छ होला यही सक्यो त हौ केटी हो कति छिटो यहाँ त रोनिकाले देऊ न त ह्याप्पी इन्डिङ ओके अलि पातलो पातलो रोप ए भयो रोनिकाले रोप सकिहालिन्छ त यति जाब यो ह्याप्पी सुरु मैले गरेको ह्याप्पी दिन रोनिका यो धेर बाक्लो रोप्ने नै होइन हामी धेर बाक्लो रोपिरहेको छौँ क्या अब भयो बाक्लो 3वटा भए पुग्छ त्यहाँ 1 2 3टा भए यहाँ बिचमा एउटा हो भयो 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 आज हामीले यति धेरै रोप्यौँ गाइजहरू सो गाइज अब चाहिँ हामी सबैजना काम सकेर पनि घर जाँदैछौँ देउरालीतिर खुट्टा चाहिँ देउरालीतिर आइपुगिसकेको छौँ अनि यस्तो हालत के गर्नु थकाइ आज चाहिँ त्यस्तो धेरै भएन किनभने त्यो हाइब्रिड रोप्यौँ नि त हामीले अनि हाइब्रिडमा चाहिँ त्यस्तो धेरै हुँदैन के रोपारीलाई चाहिँ अब छोरा मान्छेहरूलाई चाहिँ हुन्छ गाह्रो है अनि अबको हाम्रो लाइफ भनेको चाहिँ यस्तै हुन्छ 1 महिना जति चाहिँ हाम्रो डेली धान रोप्नुपर्ने हुन्छ आफ्नो लगायत सम्पूर्णको साथीहरू है अनि त्यही भएर पर्मको चलन छ नि त अनि त्यही भएर सबैजना एक अर्कामा साथ सहयोग गर्दै गर्नुपर्ने हुन्छ अहिले चाहिँ हामी यो तरिकाले घर जाँदैछौँ अब भने हामी चाहिँ भिडियो एन्ड गरौँ ल साथीहरू मेरो साथीहरू अगाडि हिँड्दैछन् हामी भिडियो एन्ड गरौँ यति नैसम्म भिडियो हेर्नुभएकोमा तपाईँहरू सबैजना धेरै धेरै धन्यवाद अनि मेरो प्रत्येक भिडियोहरू मन पर्दैन भने पनि फुल वाच गरेर सपोर्ट गर्नुहोस् भन्न चाहन्छु बाई बाई साथीहरू।